महेन्द्र राजालाई मारे। महेन्द्र राजालाई मारेकी मितिमा डिबी लैयो। डिबी भरेपछि नेपालमा पढे लेखेका इन्जिनियर, डाक्टर, पाइलट सब छोडेर अमेरिका लैयो। हले कोदाले कुटे भरिया गोठालो खच्चडवाला मात्रै रह्यो नेपालमा। उसले के गर्छ? केही पनि गर्दैन। उसले त उही हलो कोदालो गर्छ, उसले के गर्छ? त्यसपछि 30 सालमा पर्सेन्टेजै आउनुभयो मसाल भनेर। पर्सेन्टेजै आएर उहाँले निरन्तर पेल्नुभयो। यस्तो पेल्नुभयो कि 46 सालमा राजाको सत्ता खोजेर 47 सालमा उत्तानो डाङ पारेर बहुदल लगाइदियो। त्यो बहुदल आएपछि 47 सालमा बहुदलले जनता बेचेर बाँच्नु भनेर 47 सालमा चाहिँ कारखानाहरू बेचेर खाडी पुर्याइदियो। 51 सालसम्म ती चिजहरू बेचेर डिपोजिट गरेर मजबुत बनायो। 52 साल 1 गते फागुनको माओवादी गठन भयो। त्यो हतियार किन्ने पैसा कहाँबाट आयो? कति खर्बको हतियार लाग्नु भएको छ? त्यो कहाँबाट आएको पैसा? त्यो कारखाना बेचेका पैसा पनि त्यही छन्। अनि त्यो विदेशबाट आएका धर्मनिरपेक्षता गराउनको लागि आएका पैसा पनि त्यही छन्। मन्दिर फुटाउ भनेर आएका भत्ताहरू पनि त्यही छन्, होइन? त्यसले चाहिँ नि हतियार उडाएर खरबौँको विध्वंस मचाइयो। अझै रोयल कोइलको कारखाना बेचेको भएन। रोयल कोइलमा चाहिँ कारखानाहरू छन्, ठुला ठुला मलहरू, राजाले बनाएका पुलहरू छन्। त्यो पुल पनि भत्काइदिन लगायो माओवादी लगायो। त्यो पुललाई बम हानेर उडाएपछि के भयो? आर्थिक ध्वस्त भयो, आर्थिक क्षति भयो नि राज्यको। एउटा कारखाना बेच्यो, आय स्रोत सिद्धियो। आर्थिक ध्वस्त भएपछि लास्टमा के भयो? त्यसलाई मर्मत गर्न राज्यको भए चाहिँ त्यो निचोरेर हालियो हो। अब ती तपाईँका विध्वंस भइसकेका चिजहरूबाट पनि अझै रोयल कोइल केही छ कि भनेर लास्टमा गएर संघीयता लाग्दियो, होइन? मारियो, बेचियो कारखाना, जनता मारियो, लुला लङ्गडालाई दिने भनेर दियो। त्यो सबै गरेर लास्टमा अझै रोयल कोइल केही छ कि भनेर संघीयता लागेपछि त भयो जतिको सब निख्रेर ऋण लाग्छ। अनि लास्टमा के गर्ने त? 68 अर्ब जाबोले नेपाल किन्न खोजिरहेछ, यहाँ गरेर रेलगाडी जान्छ नेताहरू। मैले पास गर्न पाए त हुन्थ्यो नि रे एमसीसी। मैले पास गर्न पाए हुन्थ्यो भन्नको लागि भिड भइरहेछ। जसले पास गर्यो माथिबाट आशीर्वाद मिल्छ। एउटा 50 करोड रुपियाँ त्रिभुवनले दान दिएको बेलायत जस्तो देशलाई त्यो ठाउँको नागरिक आज 68 अर्बमा अर्काको सम्झौता मान्ने? यी देशद्रोही हो कि होइन यी दलालहरू? यिनको अन्त्य नभएसम्म मेरो इन्ट्री हुँदैन। मेरो इन्ट्री नै यिनको अन्त्य हो। हस्, धन्यवाद। हर हर महादेव, जय नेपाल।